हेलो नमस्ते अनि जोरले नमस्कार भाइ फ्यामिली वेलकम ब्याक माई न्यू ब्लगै एपिसोड सन्चेर मुडुङ तल म पनि सन्चेर छु। अब भिडियो अन गरे पछाडि कहाँ जान थाल्यो भन्ने सोचिरहेको होला होइन। त्यही हो, घरमा बस्नु झ्याउ लागेर चाहिँ हामी माइन्ड फ्रेस गर्न जाँदैछौँ। म र राजा चाहिँ होइन जङ्गल कालो त्यस्तो छ अरिङ्गल हन्टिङ हो। फेरि हन्टिङ चाहिँ के गर्नु खोज्न जाने अहिले भेट्यो होइन। आजभोलि त हुन्न कि है, उडाइसक्यो होला अहिले त। त्यो खोस्ता भुटेर खाइदिने अब चाहिँ अब त्यही नै हो। अहिले चाहिँ हामी सधैँ गइराखेकै ठाउँ हो होइन, भनी त के राख्नु। तपाईँलाई थाहा छ पनि होला, मालिक यसो घुमौँ भनेर चाहिँ जानु थालेको। मालिक जानु थालेको भन्नु नि सिर्कुम मेला क्या, सिर्कुम मेला जानु थालेको। त्यहाँ मन्दिरदेखि हेर्नुपर्ने हुन्छ, माहौल टाटै छ भने फेरि मेला भनाउन जानुपर्ने पनि हुन्छ। त्यही भएर चाहिँ हामीले त्यहाँको माहौल बुझ्नको लागि जाँदैछौँ। फिलहाल अहिले चाहिँ बाटोमा छौँ, यस्तो जताततै जङ्गलै जङ्गल छ। अहिले देखाउँछु। ल हामी डेस्टिनेसनमा चाहिँ आइयो। फेरि यही ठाउँ एकदम पिस ठाउँ, शान्त ठाउँ। पानी हान्दा नि यस्तो जहिले हामी आएको बेलामा त उसले यो बादल लागेर हिमालय देखिन्न कि है, कतिचोटि भयो। यही हो ठाउँ, पानी नै खोल्दैन। यही हो ठाउँ चाहिँ। अहिले चाहिँ हामीले सुमन अङ्कललाई पनि भेटेको छौँ बाटोमा है। अब हामी सिर्कुम मेला हेरिन्छ एकलट, माहौल कस्तो छ। त्यही गाउँमा मेला लाग्नु चाहिँ हो। सिर्कुमको मेला के हो त्यस्तो, मेला राम्रोसँग लगाऊ है। त्यहाँ भोलि हामी हेर्न आउने हो फेरि भनेर। फेरि भोलि मेला गएको बेला त होइन जङ्गिने गरे फेरि। ल है, सिर्कुमको पनि गाउँ यहाँबाट मेला लाग्ने ठाउँ चाहिँ त्यही हो, त्यो हरियो भएको ठाउँमा। बल खेला बल बल अब कसरी कस्तो त्यो उसै छ, राम्रो छैन है के हो र भनेको कि है। साउनै भ्यू यही हो फेरि भ्यू। अबि तर हामी बल हिमाल देख्थेँ म कहिले जहिले आउँदा यस्तै हुन्छ त। अनि बेसीतिर यस्तो छ, बेसीतिर माहौल धान रोपाई। धारामा त धान रोप्दैनन् होइन, रोप्दैन। हाम्रो मन्दिर बनाउन लागि अब अहिलेको तिहारमा भैली खेल्ने पुरा प्लानिङ नै भइरहेछ। हामी खेलिन्छ होला। लास्ट ज्यान दुखिरहेको हो। त्यो कडी बाजादेखि कडी हजार सुताउनु भएको 18,000। ठिक हो। अब मन्दिर चाहिँ बन्छ होला, यो मन्दिर चाहिँ अलि राम्रै बन्छ होला जस्तो लाग्छ मलाई चाहिँ। तर कहिले बन्छ त्यो चाहिँ थाहा छैन। भनिहाल्छ भने फेरि भिडियोमा फेरि देखाउने नै छौँ होइन। पारिको ठाउँहरू देखाउँदैछु अहिले चाहिँ। यस्तो छ भ्यू चाहिँ। एकछिन बसौँ, हावा खाउँ है, अनि त्यस पछाडि चाहिँ फेरि भिडियो बनाउँछ। सही हो। ल अझै हामी यहीँ बसिरहेछौँ, मस्त बेलुकाको मस्त चिसो हावा खाँदै। यहाँ बस्नु चाहिँ एकदम मजा लागिरहेको। तर अरू जे भने पनि फोटो खिच्दा एकदम सही। मैले जति राम्रो फोटो खिचेँ नि फोटो मन परेन भनिरहेछन् राजाले। यो पार्ट काट्छु मैले, भ्यू हेर्दै बसिरहेँ। अरू भन्दा पनि बादल लागिरहेछ। अब सिर्कुमको मेलाको माहौल पनि त्यस्तै रहेछ, सुनसान छ। त्यही सुनेर बसिरहेछौँ अहिले चाहिँ। फिलहाललाई चिसो हावा चलिरहेछ, घाम त्यहाँ माथि हुनुहुन्छ। कहाँ टिकटक बनाउने त्यस्तो त्यो त के भन्छ त्यसलाई, डोमिनेट भन्दा डोमिनेट गरेर त्यस्तो चाहिँ नगरौँ होला होइन। त्यस्तो चाहिँ गर्नु हुँदैन। हामी चाहिँ जस्ट इमेजिनेसन है, फेरि कसैले पनि नराम्रो नसोच्नु होला होइन। यो हावा चलेर सिजन चेन्ज हुँदैछ। कोही बिरामी हुनुहुन्छ होला होइन, बिरामी भएर पनि हाम्रो ब्लग हेर्नु भएको छ कि के थाहा होइन। आफ्नो केयर गर्नु होला। हावा चगाउ भनेको होइन, सधैँ निरोगी बस्नु होला सबैजना होइन। अहिले चाहिँ फिलहाललाई हामी चाहिँ यस्तो भ्यू हेर्दैछौँ, राम्रो देखिरहेछ भ्यू चाहिँ होइन। कस्तो छ त। तर मन्दिरहरू देखेको भए चाहिँ एकदम राम्रो हुन्थ्यो। सरी मन्दिर भन्दा हिमालहरू देखेको भए चाहिँ राम्रो आउँथ्यो। अहिले चाहिँ हिमाल जहिले आउँदा पनि त्यस्तै हुन्छ। यो ठाउँ एकदम राम्रो छ।
फिलहाललाई अनि यहाँदेखि तल खस्यो भने चाहिँ एकदम मरिने ठाउँ पनि छ है फेरि अब अन्त यहाँदेखि यस्तो छ यस्तो यति तल छ ठाउँ चाहिँ यही हो यहाँ अरिङ्गाल सरिङ्गाल त भेटिँदैन नि भेटिँदैन जङ्गलै एकदम राम्रो छ है फेरि जङ्गल पनि राम्रो छ गाउँ पनि राम्रो छ ठाउँ पनि राम्रो छ मान्छे पनि हामी राम्रा छौँ है हावा चक्का भान्दै बसिरहेको छु सुमन अङ्कललाई मन परेन कि अरे होइन चक्का भानीको सुमन अङ्कल पनि त्यहाँ कुम्बेला के गरिरह भनेर अवलोकन गर्दै हुनुहुन्छ तर सुमन अङ्कल खासमा घाँस काट्न आएको मान्छे हामीले डेन्जर भुलाएर राखिरहेको छ कुरा गर्दै फिलहाललाई केही छैन अङ्कलले घाँस काटिहाल्नुहुन्छ नि अहिले होइन जग्गा बेसी भयो अझै पनि एकछिन हावा खान्छ भने घर निस्किनु पर्ने हुन्छ है त सही हो ल फिलहाल अब चाहिँ हामी घर जाँदैछौँ धेरै तापियो घाम पनि धेरै खाइयो हावा पनि हावा खानै हावा खाइयो घामसाम बुढ्ने बेला भयो पानी खान पाइएन अलि पानी आउनु त आउँछ तर स्पेसल केही काम हुँदा मात्र यहाँ छोडिदिन्छन् पानी चाहिँ होइन बाँकी टाइममा त अब हाम्रो लागि भनेर त जहिले खोलेको खोली त कहाँबाट गरोस् होइन ठिक छ फिलहाललाई केही छैन यता भ्यू हेर्न सक्नुहुन्छ यही हो हाम्रो मन्दिर चाहिँ है मैले अघि पनि कुरा गरिरहेको थिएँ अब तिहारमा चाहिँ भैली खेलेर चाहिँ यो मन्दिर बनाउने बुढाहरूको सोच छ हेरौँ भैली खेलेछ अरे भने हामी पक्कै खेलिने छ होइन बनेछ अरे भने फेरि देखाउने नै छु होइन ब्लगमा भिडियोमा जोडेर बसिराख्नु होला च्यानललाई लाइक कमेन्ट सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब ठोकिहाल्नुहोस् होइन ठोक्को ठोक्को अहिले उसले ठोक्को ठोक्को भन्दै थियो नि ठोक्को ठोक्को अब चाहिँ हामी घर जाँदैछौँ अहिले त भोक पनि लागेर चाहिँ भोक लागिरहेछ अब गएर चाहिँ खाजासाजा खाएर अलिकति काम छ त्यहाँ त्यो काम गर्नुपर्ने हुन्छ अहिले भेटौँला है त्यसै ल है हामी अहिले दिनभरि बल खेले पश्चात हामी लाग्यो बल त खेल्दैन हामी चाहिँ तर अहिले खाजा खाएर आएपछि चाहिँ मेरो काम चाहिँ उता थियो पर्यो होइन दाजु कस्तो कस्तो छ ठिक छ तिहार लागे जस्तो भएको छ कि भएको छैन हाम्रो केटाहरू तलबाट माथि जाँदैछन् सुन भाइ तिहार कस्तो लाग्दैछ कि लाग्दैन तर मलाई त आफैले दशा लागे जस्तो भयो फिल भएको छ किनभने तिहार आए जस्तो भयो होइन अब अघि खाजासाजा खाए पछाडि तल ग्राउन्डमा झरेर अरू केटाहरू बल खेलिरहेको थियो म चाहिँ लाइट जोड्ने काममा बिजी थिएँ होइन नि लाइट जोडे पश्चात चाहिँ अहिले रिजल्ट चाहिँ यस्तो हुनुहुन्छ उयो कस्तो देखेर यही हो लाइट चाहिँ जोडेको होइन यस्तरी जोडियो अब चाहिँ हेरौँ के हुन्छ अब घर जानुपर्ने हुन्छ केटाहरू गइसक्यो होइन एकछिन क्यारी मानेर जानुपर्ने हुन्छ सही चट्ट लाएर भट्टा खाएर कस्तो देखिन्छ अब यस्तो गर्दा राम्रो देखिन्छ होला यस्तो फिलहाल अहिले चाहिँ हामी घर जाँदैछौँ टाइम गइसक्यो क्यारिम खेल्ने बाटो लाभ मिलेन त्यही भएर चाहिँ हामी घरतिर जाँदैछौँ अहिले फिलहाललाई चाहिँ राति बाटोको हालत त्यस्तो छ राजाको हालत त्यस्तो छ अब आज केही थिएन जे गर्यो त्यही देखायो होइन आजको ब्लग यहीँ गर्ने बाचा कबुलसँगै म बिदा हुन चाहन्छु नेक्स्ट ब्लग तब तक के लिए बाबा सही